हेलो, यहाँ देख्न सक्नुहुन्छ यो चाइनामा सिँचाइ यो कृषकहरूको लागि व्यवस्थापन गरेको यो सिँचाइ हो। यो सिँचाइमा अहिले हामी रहेका छौँ। यो बृहत सिँचाइ यो कृषकहरूको लागि एकदमै महत्त्वपूर्ण कृषि क्रान्ति भनेको यसरी हुन्छ। देख्न सक्नुहुन्छ यो अरू कुनै प्रयोजनको लागि होइन, यो कृषि क्षेत्रलाई सिंचित गर्नको लागि यो बाटो मुनिबाट यो मेन बाटो हो। यो मेन बाटोबाट कृषि प्रयोजनको लागि यो पुरै फार्महरूको लागि यो चाहिँ कृषिमा सिँचाइको व्यवस्था गरिएको कुरा हजुरहरूलाई जानकारी गराउन चाहन्छु। यो मध्य सहरमा यसरी सिँचाइ लिएर आएर माथिबाट बाटो पुलहरू राखेको कुरा हजुरहरूलाई जानकारी गराउन चाहन्छु। यो सिँचाइको लागि जहाँ कृषि त्यहाँ विकास निर्माणका पूर्वाधार यहाँनिर त्यो प्रमाणित भएको छ। जहाँ देशमा विकास हुन्छ त्यहाँ कृषि जोडिएको कुरा हजुरहरूलाई यसले पनि एउटा सन्देशमूलक हुन सक्छ। धन्यवाद।